मोरी कस्तो छ पोखरीबाट बजार So hello guys, welcome back. क्या बोले भाई? अब के बोले? Welcome back to my YouTube channel. आज चाहिँ सबैलाई ह्यापी लोसार अनि आज लोसारको दिनमा यसो घुम्न जाने प्लान बनाएको छु। मामुहरुतिर जाने हुन्छ होला सायद अनि मामुहरुबाट भाइलाई लिएर यसो घुम्न जाने भन्ने कुरा भइराछ। सो यही आजको भ्लग चाहिँ हामी घुम्न जाने मात्र हुन्छ, यताउता गएको कहाँ पुग्यो त्यो देखाउने छौं। हेर्नु होला, लाइक शेयर एन्ड सब्स्क्राइब पनि गर्नु होला। यति भन्दै स्टे ट्युन। अब म चाहिँ बुढी लिन जाँदैछु है त गाइज। सो फाइनली गाइज म चाहिँ निस्किसकेको छु है। अब सिधै पहिला सुरु चाहिँ बुढीलाई लिन जानुपर्ने हुन्छ। बुढीलाई लिएर त्यसपछि मामाहरू जानुपर्ने हुन्छ। फेरि भाइले कुरा छ त्यहाँ आज बिहान आइज भनेको थियो। म त धेरै ढिलो निस्केको छु आज चाहिँ। के गर्नु, राति सुत्मा ढिलो हुन्छ, उठ्दाखेरि 9 बज्छ काम नहुँदा त। त्यही भएर साथीहरू ढिलो भइसकेको छ। अब चाहिँ बुढी लिएर त्यहाँबाट अनि मामुहरू पुगेको भ्लग हाल्छु है त एकैचोटि। ओके यो त कहाँबाट खै त मैले हिजो बुहारी आइदियो बस भनेको छोरासँगै आउँछ रे। म अहिले बेलुका आउँछु। बेलुका मामाहरू बोलाएको छ क्या आज। मामाहरू बोलाएको छ क्या आज। अनि त्यो मामाहरूमा एकचोटि सट्ट छिरेर आउँछ क्या। खोइ त मम्मी त्यहाँ मम्मीले मलाई दिएन, मैले मम्मीलाई दिएन। ल मम्मी अब गीत गाउँदै बिजी छ। ए पुरा टिकटकमा गीत आइरहेको छ टाढा टाढा। त्यसमै बिजी छ। बुहारी ऊ त मामहरू बोलाएको छ क्या। एकचोटि मामहरू छिराउँछ उहाँ पान्तले। कहिले तर तिमी कहिले गएँ? मैले बेलुका आउँछु मम्मी। लाग्यो म हजुर। अहिले मेरो त अपरेसन गर्नुपर्ने भएको छ। अहिले खिचिरहेको छ। मेरो त अपरेसन गर्नुपर्ने भएको छ वैशाखमा। सिङ्गल जुत्ने हो मेरो खुट्टा हो क्या। म गर्दिनँ है। म अहिले बेलुका आउँछु। म गएको ढिलो भइसक्यो। हटमा ढिलो भइसक्यो। ओ न्युट्रली छैन छैन, त्यही भएर भनेको। तँ बस, अहिले बेलुका आउँछु म। यो मामा रक्सीपुरा ए दिउ गएको म अहिले। आज नै छोरी हेर्न सक्नुहुन्छ है तपाईँहरू।
खोइ त रेडी भएको छैन मम्मी ओइ भएन सुर्ताउँ ल कसले लाउँदैन आपा ल सिङ्गानी बच्चा किन सिङ्गानी बोक्यो त खै नक्कली खै ल सिङ्गा अति हात बबल उडिरह बबल उडिरहेछ त बबल पापु कति या खोइ त भेटेन त गाला खोइ मेरो ल चिज गरिदेऊ ल पोज देऊ त यहाँ बसेर ल पोज देऊ चिज गर नक्कली फाइनली गाइस म चाहिँ निस्किसकेको छु बुढी लिएर पनि मेरो बुढी चाहिँ लास्ट टुनटुनेछ लुगा पनि टाइममा लगाउँदैन मैले अघि नै रेडी भएर बस भनेको एक नम्बर टुनटुनेछ बुढी चाहिँ अनि म चाहिँ अब निस्किसकेको छु अब सिधै मामा घरमा भेट्ने छु पहिला तेल हाल्नु जानु पऱ्यो त्यसपछि सिधै मामा घरमा है त गाइस अब चाहिँ तेल पनि हालिसकेको छ तेल हाल्दा चाहिँ यो चाहिँ हाम्रो नौलपुर जाने बाटो गाडीको छ ह्याप्पी लो सर के को लागि बाइकको यहाँ आज बोजो रोडमा हिँडिरहेछ पैसा उठाउँदै हिँड्दा कि बाइकहरूलाई के के गर्नु छैन हो ए ल ल ल म भोलि पर्सि यसो दिउँला नि है क्या भइरहेछ मेरो भिडियो भइरहेछ ठ्याट त्यसो नगर्नु नि मेरो उधार राखिदिनु ल मेरो उधार राखिदिनु न त है ल ल ह्याप्पी लो सर है ह्याप्पी लो सर बाबुकोमा एकछिन काम छ क्या त्यहाँ गएर आउँछ ल के गर्नु म नि आएर सुत्छ यसो तपाईँसँगै ल ल कति मामा टाढै ए बाइक सिक्नु लानु भयो मामा बाइक सिक्नु लानु भयो होइन होइन सिक्नु सिक्नु किन के छ र हामी आएर अझै ट्राई गर्नु ट्राई गर्नु कि ट्राई गर्नु मजा आउँछ नि है बाइक भने बाइक हो नि मेरो त भेट्दैन होला मामाले कि चलाउने मामा एक लोड हान्यो न भाइ म पछाडि बस्छु कहाँ जाने नयाँ पुऱ्याइदे ओइ ठुलो होस् ओइ रक्सी होइन है त्यो दबल गरेको मैले छुट्याला अन्त सो मामा घर पुऱ्याउने हामीले चाहिँ खाएर अन्डा खाएर अब चाहिँ चौतिर घुम्नु जाँदैछौँ आज चाहिँ परिहरू किन्न पाइरहेको छ हामी सबै ठाउँमा मोहन कन्सर्न डाल्ला के छ त ल ल टिकट काटेर राख्ला मलाई नि को सबैजना कन्सर्ट रे होइन के हो हामी चाहिँ प्रोग्राममा जाँदैछौँ प्रोग्राम भन्दा नि अगाडि दाजुभाइ घर पुगेर त्यसपछि चाहिँ कहाँ जाने ठेगान हुन्छ प्रोग्राममा जाने हो कि त्यहीँ बसेर हल्लेर सुतेर बस्ने ठेगान छैन भइहाल्यो भने कहाँ जाने राकेशमा पनि 3 बजी आउँछ र नि त्यो पनि हो हामी जाँदा 3 बजी हाल्छ त्यो पनि हो
अब ल आज जसले स्पोन्सर गर्छ थाहा छैन त्यो आइसकेपछि हामी चाहिँ अब साथीहरू भेटौँ त्यही बेला प्लान फिक्स हुन्छ ल अब एकैचोटि साथी भेटेर स्पोन्सर छँदैछ अनि अब हामी साथी भेटेर साथीले के भन्छ रैलागन जाने साथीसँग हामीसँग चाहिँ यति यो 20 रुपियाँ मात्रै छ मेलामा तिर्नलाई अहिले पुगेन है यो धेरै नै हो भाइ मेला पुग्नलाई इनफ हुन्छ कि यो पैसा हामीलाई घुम्न जाँदै दाजुभाइ घुम्न जाँदै हामी चाहिँ यही ठाउँमा है साथीहरू भाइ यो चाहिँ ल साथीहरू फेरि भेटौँ आइस सो हामी चाहिँ होइन झ्याउलाएर सुतेर बसिरहेछौँ एक गिलास चिउ 2टा तरुल खाएर बसिरहेछौँ महाकसम लोछार पनि यस्तो झमेला झ्याउ भयो कि होइन अब एकचोटि प्रोग्राम हेर्न जाउँ भने प्लानिङ भइरहेछ अब प्रोग्राम हुन्छ हुँदैन थाहा चाहिँ छैन तर योपालिको लोछारै भयो धन्यवाद ल त हामी चाहिँ अब निस्केको दाजुभाइ घरबाट पनि आजको दिन चाहिँ लोछार होइन झुर भयो मेरो चाहिँ यता डुल उता डुल हिँड्या गरेको छ यता हिँडेको छ उता हिँडेको छ त्यति हो टाइम त्यो पुल खेल्न गयो एकछिन स्नुकर लोछार मेरो एकदमै झुर भयो यो पालिको लोछार मेरो एकदमै झुर भयो बाबु जाउँ के खोज्या त नपाए छोड्दैन नि भोलि निस्किँदै कागज आज जान्छ ल दाजुभाइ ह्याप्पी लोसार राम्रोसँग बस्नु होला हामी चाहिँ निस्केको आज जस्तो झ्याउ लाइफमा भएको थिएन होला ल लाइफमा भएको थियो नि लाइफमा निकाल छोड त्यो अस्ति छुट्टिएको क्या ले के अरे यसो राखेको छु मैले मेलामा नि बिचमा गएर पार्दिनुपर्छ सब भाग्ने गरेर नो गयो ल दाजुभाइ ल भाइ छोरो भाइ ल त हामी चाहिँ यहाँबाट निस्क्यो अब चाहिँ एकचोटि टिचर नोट जाने हो नि त भाइ टिचर नोट गएर अनि त्यसपछि खानासाना खाएर त्यसो फेरि घर गएर पर्ने हुन्छ है त हो कि
सक्यो सक्यो छैन त यार किन नि फर्का त अघि लागेर त भाउजू अघि भेटेको थियो कहाँ भ्याइ अरूलाई थाहा नभए हामीलाई मतलब भएन जाउँ न ओइ सेक्सी डान्स हान्न त यार सेक्सी डान्स हान्न यो 5 रुपियाँ गएर दिदी क्या दिदीको अहिले हेर हाम्रो भोला न बाइक चाहिँ त्यहाँ सेफ हुने हो कि पर्दैन हामी चाहिँ यही 5 रुपियाँ हो मेला घुम्न आएको हामी 5 रुपियाँ बोकेर केटाले चिन्छ तैँले हामी त 5 रुपियाँ बोकेर मेला हेरेर आएको हामी त 5 रुपियाँ बोकेर आएको 5 रुपियाँ बढी बोकेर हेर हामीसँग भएको पैसा यही हो गाई रमाइलो हेर्न हिँडेको यस्तो भ्लगमा यस्तो हालिदिउँ भनेको घुमाउँ न यतिकै बस्ने हो हिँडौँ न एक राउन्ड ल हामी एक राउन्ड घुम्छु ल यसो घुमेर बस्यो परियो देखाइदिनु पऱ्यो ल मेरो नाम बोलाए म जान्छु अब भ्याउँदैन है भागिहाल्नु पऱ्यो मेरो नाम आयो प्रकाश तामाङ रे ल दाइ रमाइलो गर्न ह्याप्पी लो सार जाने हो जाऊ प्रोग्राम पनि घुमियो अब घर जाने नि त घुमिहाल्यो त जाऊ चलो एकै ठाउँमा झल्काउनको लागि राष्ट्रिय कलाकारको रूपमा सिन्धुली कलाकारलाई बोकेर हिँडिराख्नु भएको छ उहाँ नगरको छोरो हुनुहुन्छ समुदायको तर्फबाट मेरो तर्फबाट ठुलो एउटा तामाङ सेवा प्रस्तुत गर्न सकेको छु त्यस कारणले गर्दा उही व्यक्तित्वलाई आमन्त्रण गर्दछु यतिखेर मञ्चमा सिन्धुली कलाकारका अध्यक्ष पनि हुनुहुन्छ उनी व्यक्तित्वको प्रतिभाका धनी यत्तिकै राम्रो बोल्नुहुन्छ यत्तिकै राम्रो गाउनुहुन्छ नाच्नु हुन्छ सबै सो फाइनली गाइस आउँदै निस्किनु पर्ने हुन्छ ए कस्तो भयो प्रोग्राम मैले नदेखेर क्या निस्किनु लाग्यो ठ्याक्कै भर्खर देखेर कस्तो भयो प्रोग्राम ठिकै है भयो त प्रोग्राम जहिले हुन्छ त्यही त आज देखेन कहाँ गयो त भनेर सोचिरहेको जब 2 आवर देखायो अनि त्यसपछि अब 2टा बाँकी छ त्यो 2टाले नि पाल्नु बोलाएर सबै अब लाग्दिनु ल ल ल पायो भने एउटाले पाउँछ होला त्यो छलाई नजाइदिने हुन्छ ल त ल ल ठिक छ ल रमाइलो गर्ने ह्याप्पी लो सार है ह्याप्पी लो सार ल घर जानुपर्ने हुन्छ अब चाहिँ रमाइलो चाहिँ खै त्यस्तो साँच्चै रमाइलो लाग्ने हेरेर हिँड है अनि यस्तोहरू नखाए कि कस्तोले खानु चाहिँ भाइले पुऱ्याएर म चाहिँ निस्किसकेको छु है अब घर जान्छु सायद बहिनी आएको छैन होला त सो के भन्नु होइन
र आजको भ्लग म यहीँ गर्न चाहन्छु गाइस। सो सपोर्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, लाइक गरिदिनु होला है त। ल धन्यवाद, थ्याङ्क यू भेरी मच। अर्को भ्लगको लागि वेट गरिदिनु होला। थ्याङ्क यू।